हामीले दौडिरहेको यो आधुनिक संसारमा कतै केही चिजहरू अझै पनि थामिएका छन्। के तपाईँले कहिले सोच्नु भएको छ हामीले टेक्ने साधारण माटो कसरी एउटा सुन्दर कलाकृतिमा बदलिन्छ, कसरी कसैको भान्साको सान र कसैको कोठाको सुन्दरता बन्न पुग्छ? आज म तपाईँहरूलाई एउटा यस्तो यात्रामा लैजानेछु जहाँ माटोले आफ्नो कथा सुनाउँछ, जहाँ माटो बोल्छ र परम्पराले आधुनिकतालाई चुम्छ। यस ठाउँमा छिर्ने बित्तिकै एउटा छुट्टै सुगन्ध आउँछ, माटो र पानीको मिलनबाट निस्किने त्यो ओसिलो सुगन्ध, जहाँ मेसिनको आवाज होइन हातहरूको जादु चल्छ। हेर्नुहोस् त, यो केवल भाँडा बनाउने काम मात्र होइन, यो त एउटा मेडिटेसन जस्तै हो। एउटा सामान्य माटोको थुप्रो कलाकारहरूको औँलाको दबावसँगै कहिले सानो चिया कप बन्छ नि त कहिले एउटा विशाल फुलदानी। यहाँ वर्षौँदेखि माटोका भाँडाहरूलाई नयाँ रूप र शैलीमा हालिँदै आइएको छ, तर यो जति देख्दा सुन्दर छ त्यति नै कठिन पनि छ। सेरामिक्सको यो कलामा धैर्यताको ठुलो परीक्षा हुन्छ। माटो मुछ्नेदेखि चक्रमा आकार दिने अनि घाममा सुकाएर हजारौँ डिग्रीको भट्टीमा पोल्नेसम्म। सेरामिक्सको सबैभन्दा चुनौतीपूर्ण र महत्त्वपूर्ण पाटो भनेको यसको फिनिसिङ र ग्याल्जिङ हो। यसमा पनि विशेष त यसको ग्याल्जिङ हो, जसले यी माटोका भाँडाहरूलाई सिसा जस्तै चम्किलो र बलियो बनाउँछ। यहाँका स्थानीय कलाकारहरूले आफ्नो पुर्ख्यौली सिपमा आधुनिकताको यस्तो रङ भरेका छन् जुन आज विश्व बजारमा महँगा सोरुमहरूमा सजिएर रहेका छन्। यहाँ बनेका सामग्रीहरू नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै रुचाइन्छन्। यी चियाका कपदेखि लिएर ठुला डिनर सेटहरूसम्म सबैमा एउटै मौलिकता छ। प्लास्टिक र सिसाको विकल्पमा यी माटोका सामग्रीहरू स्वास्थ्य र वातावरणका लागि पनि कति उपयोगी छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। स्थानीय कलाकारहरूले परम्परागत सिपमा आधुनिक डिजाइन मिसाएर अन्तर्राष्ट्रिय स्तरका सामग्री तयार पारिरहेका छन्। आजकल हामी प्लास्टिक र सिसाका सामग्रीमा झुमिएका छौँ, तर माटोको यो मौलिकतामा जुन स्वास्थ्य र वातावरणको सुरक्षा छ त्यो अन्तर कतै पाइँदैन। यी सामग्रीहरू केवल वस्तु होइनन्, यसमा त एउटा कलाकारको पसिना र नेपालको माटोको माया मिसिएको छ। विदेशबाट आयातित महँगा सजावटका सामानभन्दा हाम्रै हातले बनेका यी सामानहरूमा एउटा बेग्लै गौरव छ। तपाईँहरू अहिलेसम्म पक्कै पनि सोच्दै हुनुहुन्छ होला, यो कलाको मन्दिर कहाँ हो? यो हो भक्तपुरको ऐतिहासिक सहर थिमीमा रहेको थिमी सेरामिक्स। शताब्दीऔँ पुरानो प्रजापति समुदायको यो सिपलाई आज यहाँ नयाँ पहिचान दिइँदैछ। यदि तपाईँ पनि यस्ता कर्मलाई माया गर्नुहुन्छ, यस्ता चिजहरूदेखि मग्न मुग्ध हुनुहुन्छ भने यहाँका गल्लीहरूमा एकपटक पक्कै हराउनुहोला। यो ठाउँले तपाईँलाई आफ्नै माटोमा फर्काएको महसुस गराउनेछ। थिमी सेरामिक्सको यो यात्राले हाम्रो स्थानीय सिप र मेहनतप्रति अझ बढी गर्व महसुस गराउँछ। यदि तपाईँ पनि कला प्रेमी हुनुहुन्छ भने एकपटक यहाँ पक्कै आउनुहोला। माटोको यो संसारले तपाईँलाई छुट्टै अनुभूति दिनेछ। तपाईँलाई हाम्रो माटोको यो रूप कस्तो लाग्यो? के तपाईँ कहिले यसरी माटोको भाँडा बनाउनु भएको छ? के तपाईँलाई पनि यस्ता हस्तकलाका सामग्रीहरू मनपर्छ? आफ्नो विचार राख्नुहोला। र महत्त्वपूर्ण कुरा, थिमी सेरामिक्सको इतिहास र वर्तमानसम्मको पुरा स्टोरी र काठमाडौँ पोस्टमा आइसकेको छ। लिङ्क कमेन्टमा छ, गएर हेर्न पनि सक्नुहुन्छ। अर्को भिडियोमा फेरि यस्तै कथासहित म सुसन नवला फेरि भेट्नेछु। आजको लागि यति नै। हस्त, धन्यवाद, नमस्कार।